हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो आजको भिडियोमा। अहिले चाहिँ 5:30 बजेको छ। म चाहिँ घरबाट निस्के अरिया बुई के खेत में फरसी ताकैले फरसी के गाछ तोर घर में तो घर में तोर खेत में है तो नहीं है तो तर हमारे खेत में जरूर है। हमको के चाहिए हमारे को मकै टिप्ले नहीं मकै टिप्ने वाला छौ तो न ते मम्मी टिप्ते छौ। हम चाख्ने फर्सी ताकै लेल छ। मम्मी टिप्पो फर्सी फर्सी टिप्पो गाइस साथीहरु कन की पनि मैले कतिवटा फर्सी भेट्दो रहेछु है। एकटा देख सकली वाउ यो सानै छ किनभने पानी परे लागेको छ न आजकल अनि यत्रो पानी परे लाग्छ नि सेहर जाइछु क्या पानी लागे अनि कन्केमा टिप्लाई छु टा गुरकुस कम ने तखने कतै देखल छली मेरो नजरबाट केही चीज भागेको छैन। यहाँ पनि भित्यो एउटा अर्को यसलाई पनि म यसरी छुटाइहाल्छु। मेहनत गर्ने मान्छेहरू नम्बर 1 मा पर्छ। पानी परेर तनाव छ। पानी परेको समयमा पनि मकै डोकोमे बोक्या ढोपे छौ अझै छौ आप कुने कुने छौ यो दुईवटा भेटाइले अझ ताकल पर्थे कहली तो एउटा ए सडेल लागल छौ पाइन में त टिप्लै छु टिपी हाल्नु पर्छ। 3टा भेलो नै पत्याइछि त ठकल गयो होला या केटाके तर 3टा ओ ताक बला अनि के भन्छ नि साथीहरु आफ्नो बारीमा भएपछि नि केही खानै मन लाग्दैन केही मनै पर्दैन क्या केही मनै पर्दैन अनि बजारको चाहिँ मन पर्छ क्या किनेर खाएको चाहिँ स्वादै लाग्छ खै किन स्वाद लाग्छ। बारीमा हुन्छ नि त मनै पर्दैन किन होला धेर भएर होला है। उफ एने ताकलिने भेट्लो अब जाइछु हुन्ने भएर दोस्रो दिसमा अनि नि साथीहरु तपाईहरुलाई केही सागसब्जी चाहिएमा हैन हामीले सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो बारीमा जे पनि लगाइन्छ मौसम अनुसारको किसिमको साग तरकारीहरु लगाइन्छ क्या अनि किनभने लगायो भने आफ्नो बारीमा किन्नु पर्दैन नि त। आफ्नै बारीमा छ भने किन्नु पर्दैन हैन। मलाई भन्नै आएन के गर्ने यस्तै छ यस्तो भन्न आउँछ म त्यस्तै भन्छु। मलाई फर्सी नै भेटेन हौ 3वटा मात्रै भेट्यो। अब मुन्टा चाहिँ छ बरु मुन्टा टन्नै फलेको छ एउटा गाछमा 2-3वटा फलेको छ क्या तर के गर्नु देखाउन मिल्दैन यसो लहरै त्यहाँसम्म छ हैन फर्सीको रुख अनि यहाँ पनि लहरै थियो नि तर सिमाना घटबड यता उति भएर क्या यहाँ यस्तो ग्याप भएको हो नभए त यो खेतैभरि फर्सी त मैले नै रोपेको थिएँ होला किनभने यति त गर्नै पर्यो नि
यति नगरे खाने के टिकटक बनाएर के बनाएर ह्यान डुलेर मात्र भएन नि, काम पनि त गर्नु पर्यो। अहिले गर्यो भने पछिको लागि सजिलो हुन्छ, नभए त केही ढङ्गै रहेन भने त के हुन्छ, आलु खान्छ। अब म घरतिर लाग्दैछु है, 3टा फर्सी मात्रै भयो ल है। अब साथीहरू म चाहिँ घरतिर लागेँ है। ओके बाई बाई गाइज, यो चाहिँ मेरो बारी। म यति भन्दै मेरो भनाइ टाटा बाई बाई गर्न चाहन्छु है।